फाइनली साथी यो चाहिँ हो अलैँची हेर्नु ठ्याक्कै हो कुर्सीहरु सबै डढी पो सक्यो बसी यो चाहिँ अलैँची हो क्या हेलो हाई सबैजनालाई नमस्ते वेलकम टु ब्याक माई सुमा अफिसियल च्यानल। सो साथीहरू तपाईँहरू हेर्न सक्नुहुन्छ अहिले साँझ परेको छ। म यहाँनिर सङ्खुवासभा जिल्लाको सभापोखरी गाउँपालिकाको वडा नम्बर 6 मा चाहिँ छु। यो चाहिँ के अरे स्वाची भन्ने ठाउँ हो र यहाँनिर म आफ्नो साथीको बगानमा आएको छु भन्नु न, अलैँची बगानमा। सो यहाँनिर म तपाईँहरूलाई देखाउँछु यहाँ अलैँची कसरी टिप्नु भएको छ, टिपेर अलैँचीलाई कति मेहनत गर्नुपर्छ भनेर, अलैँची कसरी छोडाउने र कसरी अलैँचीलाई सुकाउने, म तपाईँहरूलाई त्यो सबै कुराहरू पालो देखाउँछु। सो साथीहरू यो चाहिँ हो अलैँची बगान है। यहाँ म तपाईँहरूलाई आउनुहोस् साथी, वेलकम छ तपाईँहरूलाई अलैँची बगानमा। यो चाहिँ अलैँचीको बोट हो है। यसरी यो टिपिसक्नु भएको छ यहाँको बोटको, टिपेर चाहिँ यता राख्नु भएको छ। माथि दानाको बोट छ, दाना भनेपछि रुद्राक्षको बोट, तल चाहिँ अलैँची बगान। यो चाहिँ दुईटै काम एकैचोटि हुने। यसरी यो चाहिँ अलैँची छोडाएर फालेको यो चाहिँ खोस्का भनौँ न। अनि यता चाहिँ अलैँची छोडाइराख्नु भएको छ। यो चाहिँ अलैँची टिपेर राखेको। अनि अब यसलाई पनि, यो टिपेकोलाई पनि यसरी चाहिँ छोडाउनु पर्छ क्या। एउटा गरेर छोडाउनु पर्ने रहेछ। अब छोडाइसकेपछि यस्तो आउँछ छोडाको अलैँची, हेर्दा लोभ लाग्ने। अब यो सुकिसकेपछि झन् कति लोभ लाग्ने हुन्छ। यहाँ हाम्रो बुनुले अलैँची छोडाइराख्नु भएको छ। ल फटाफट गरेर देखाइदिनुहोस् त सबै साथीहरूलाई है। पनि अब अलैँची छोडाउन बसेको यहाँ हेर्न सक्नुहुन्छ। यो चाहिँ सप्रेको अलैँची, यो चाहिँ सप्रेको अलैँची। यसलाई निकाल्दाखेरि यसरी निकाल्ने क्या। ओहो साथीहरू हेर्न सक्नुहुन्छ, यो अलैँची निकाल्दा चाहिँ यसरी हो। यो चाहिँ सप्रेको अलैँची क्या। यो चाहिँ यसरी छोडाउनु पर्ने। ओहो कति सजिलो छ छोडाउन त। तर यो चाहिँ यस्तो राम्रो छ। यहाँ हेर्नुहोस्, यो त साथीहरू यो चाहिँ पहाडको सुन हो नि। यो सुन भन्दा कम होइन क्या, यो सुन हो भन्नु पर्यो। कम छैन। यसको अहिलेको भाउ कति छ तपाईँहरूलाई थाहा छ? लाख होला नि। अहिले लाखमा गइसक्यो, यो लाखको मन गइसक्यो। के छ त, म पनि आएको नि त मेलोमा म पनि आएको नि। यहाँ काम सघाउनुलाई आएको, देखाउनु पर्यो भनेको। फाइनली साथीहरू यस्तो छ अलैँची है। अब यसलाई छोडाउँदाखेरि चाहिँ यस्तो मजाको आउँछ क्या। एउटा यस्तो राम्रो छ। यहाँ हेर्नु न। अब यो सुकेर चाहिँ कस्तो हुन्छ थाहा छैन। काँचोमा चाहिँ यस्तो छ। अब यसलाई चाहिँ हामी काँचो पनि खान सक्छौँ। काँचो अब यो काँचो खाँदाखेरि चाहिँ मलाई थाहा छैन कस्तो हुन्छ। यहाँ बुवाले भन्नुहुँदैछ गुलियो हुन्छ, टेस्ट हुन्छ। म तपाईँहरूलाई यो पनि देखाउँछु ल। एउटा छोडाएर काँचो अलैँची चाहिँ यस्तो छ यो दाना। अनि के गर्नु हामीले, यो चाहिँ खाने अरे क्या। मुखको स्वाद उल्टो भयो। अनि खाने चाहिँ होइन, मोबाइलले खान्छ र मोबाइललाई खुवाउने। मैले खाइदिएको। यहाँ छ यस्तो अलैँची। यो बनाई पकाई गर्न बाँकी छ अब। यसमा यो भर्खर छोडाको मात्रै हो।
बोरा बोरा यो चाहिँ छोडाउनु बाँकी के भन्छ पर्छ है यो चाहिँ छोडाउन बाँकी यता यो चाहिँ छोडाको अझै टिप्न पनि बाँकी छ र यो छोडाइसकेकोलाई चाहिँ यहाँनिर यसरी हाल्नुहुन्छ यो चाहिँ भट्टी हो यहाँ माथि यसरी सुकाउनलाई अब यसलाई यहाँ सुकाउनलाई रेडी पार्नु हुँदैछ यो अलैँची बगान बगानमै सबै काम हुँदैछ यो चाहिँ भट्टी रेडी हुँदैछ जालीमुनि भाटा छ है अनि अब तल भट्टी रेडी अब यहाँ माथि यसरी रेडी पारिसकेपछि अब यो तल यता यहाँ हेर्न सक्नुहुन्छ यहाँनिर हेर्नु भाटामाथि जाली लगाएर अनि त्यहाँ माथि अलैँची लाउनु भएको छ अनि अब यहाँ आगो बाल्ने भन्नु हुँदैछ अब यो भट्टी रेडी भइसकेको छ माथि अलैँची पनि पुगिसकेको छ यो चाहिँ छोराको अलैँची अब यो अलैँची अब यो रेडी भयो सुकाउनलाई अब यो पुगेको भयो भट्टीलाई यो अब यसमा हाल्नु परेन अब अर्को फेरि लाउनु पर्छ यस्तै तरिकाले यो एकचोटिलाई चाहिँ पुगेको हजुर यतिलाई चाहिँ पुगेको त्यो भट्टीमा अब आगो बालेपछि कतिसम्म राख्नुपर्छ त्यो धुवामा भरै अब भोलि कति दिन हुन्छ यो अब आगोलाइमा हुन्छ भोलि बेलुकातिर चाहिँ उड्छ कि भोलि बेलुकातिर उड्छ कि उड्दैन त्यो पनि 24 घन्टा एक दिन त राख्नु पर्ने रहेछ धुवामा है यो भोलि बेलुकातिर निस्किन्छ कि यो भट्टीमा लाउनलाई रेडी पार्नु परेको हेर्नु है साथीहरू यहाँ तपाईँहरू सजिलो त रहेनछ नि माथि अलैँची छ अलैँचीको मुनि यहाँ हेर्नु जाली छ त्यसको मुनि भाटा छ यो चाहिँ भट्टी रेडी भएको ओहो भाटा लाउनु भयो अनि खोया लाउनु भयो यसले लाएर सल्काउनु पर्ने छोडा न हो छोडा त वाया मुनि जुत्ता तुमले पास गर्नु प्रोटिनको आग्रह भनेको नि यो भट्टी बाल्नुभन्दा अगाडि यसो आफ्नो नियम अनुसारले चाहिँ यो चट्ट पूजा गर्नुभयो अनि अब चाहिँ भट्टी बाल्नुहुन्छ पछाडि पनि यता खाउँदा खुल्सीमा हालै हौ सो फाइनली गाइज यहाँ हेर्न सक्नुहुन्छ अब यो भट्टी स्टार्ट भयो भट्टी रेडी भयो आगो बलिसक्यो अब यो धुवाले 24 घन्टापछि अलैँची पाक्ने भयो यसरी अलैँची सेकाउने अलैँची बगान यो यसरी पाल तानेर है यसरी पाल तानेर अनि यसरी बनाउनुहुन्छ अब यो अलैँची सेकाउने क्रम यस्तो छ यो चाहिँ अलैँचीको बगान प्लिज मेरो ब्लग हेरिदिनु होला मेरो ब्लग राम्रो लाग्यो भने सेयर पनि गरिदिनु र सब्सक्राइब पनि गरिदिनु होला सो प्लिज धन्यवाद हजुरहरूलाई अनि बाई